गाइस वेलकम टु सम्झना तामाङ युट्युब च्यानल। लाइक गर चाहिँ हाम्रो स्कुलमा चाहिँ के भइरहेको मोनिटरको निर्वाचन हुँदैछ। कस्तो हुनेछ म देखाउँदैछु। यसलाई सबै हेरेर साथ दिनु होला। हाई गर कसलाई हुटिङ दिनु दिने सिमरनलाई हुटिङ दिने हो। हाई गर हाई गर 泛着光泽，像我们没走完的生活，命运的轮蕊随承诺，思念在黑夜里漂泊。明天是你的生日，我的心起了波，曾经的错刺痛人记得，时光匆匆，缘分已倒落，只能在远方送份祝贺。明天是你的生日，泪水悄然落，那些誓言被风渐渐吹落。若能重来，我不会承诺，让爱再次温暖你心窝。 नमस्कार स्वागत छ मेरो ब्लगमा। के हुँदैछ हाम्रो स्कुलमा निर्वाचन के को लाग्यो होला भनिदिनुस् न। तपाईँहरू चाहिँ उम्मेदवार हुनुहुन्छ होइन के को लागि? जितको अग्रिम शुभकामना। धेरै धेरै मत पाओस् होइन, विजयी भएर घर फर्किन पाइयोस् होइन, मोनिटर भएको सुन्न पाइयोस्। 是我的心起了波，曾经的错刺痛人记得，时光匆匆，缘分已倒落，只能在远方送份祝贺。明天是你的生日，泪水悄然落。 राम्रोसँग यता हेर ल, एउटा फोटो खिच्छु। यता हेर न, नहाँस न, उम्मेदवार हो नि त, नेता बन्ने हो। शुभकामना के छ? जित्छु जस्तो लाग्छ कि हार्छु जस्तो लाग्छ? के लाग्छ भन न, तिमीलाई के लाग्छ? तिमीलाई के लाग्छ? जितिन्छ ल, शुभकामना है, जित्नुपर्छ। हुन्छ भ्लग बनाउँदैछु म। हेलो गाइस, हाम्रो चाहिँ मतदान हुन गइरहेको छ होइन। मेरो पनि देखाउनु पर्यो नाम। के भयो तपाईँ? म चाहिँ पत्रकारको भूमिकामा परिरहेको छु गाइस। कसले सोधेको? अब धन्यवाद यो अवसर दिनुभएकोमा। विशेष गरेर मलाई चाहिँ फोटो खिच्दै गाई मतदाताहरूलाई म त जाँदा अलि नजिकै आउँछु, यहाँ एकछिनको लागि यहीँ नजिकै आउँछु, नजिकै आउँछु। यो तपाईँहरू मतदाता हुनुहुन्छ है? ल अहिले अब यहाँ सुन्नुहोस् है, तपाईँहरू मतदाता हुनुहुन्छ। निश्चल बाबु यहाँ अलि अगाडि आउनु। बाबु सुनिल अलि अगाडि आउनु, म तपाईँलाई सिकाउँदैछु है भन्दैछु। यहाँनिर तपाईँहरूले यो मतदान पत्र छ। यो मतदान पत्रमा तपाईँले एउटा यहाँ 3 जना उम्मेदवारहरू हुनुहुन्छ, तपाईँहरूकै साथी हो। 3 जना उम्मेदवार मध्येमा तपाईँले बढीमा 2 जनालाई मात्रै भोट दिन पाउनुहुन्छ। तिनै ठाउँमा चिनाउमा भोट हाल्नुभयो भने, छाप हाल्नुभयो भने तपाईँको यो मतपत्र बदर भयो है, बदर हुन्छ। त्यो कारणले गर्दाखेरि तपाईँले के गर्नु पर्यो भन्दाखेरि बढीमा 2 जना नभए 1 जनालाई मात्रै भोट गर्ने हो है। अनि भोट गर्दाखेरि छाप हान्दाखेरि
यहाँ हेर्नुहोस् त यो घेरा चारैतिरको घेराबाट ठिक्क बिचमा हुनुपर्छ कुरो बुझ्नुभयो नि अनि दायाँ बायाँ बाहिर गयो भने तपाईँहरूको यो छाप चाहिँ हान्दाखेरि यो बक्सभन्दा बाहिर गयो भने त्यसलाई बदर गर्न सक्छ यो निर्वाचन मण्डलले यहाँको मतदान अधिकृतलाई बदर भन्न सक्छ तपाईँको मतदान गर्दाखेरि मतपत्र बदर हुनु भनेको तपाईँको मत खेर जानु हो र तपाईँले छानेको उपयुक्त उम्मेदवार हार्न सक्छ त्यस कारणले गर्दाखेरि मतपत्रमा छाप हान्दाखेरि एकदम विचार पुर्याएर है मतपत्र खारेज नहुने बदर नहुने गरेर हाल्नु होला है र अनि त्यस पछाडि अनि यो मतपत्रमा तपाईँले छाप लगाइसके पछाडि यो मसी यस्तो गरेर पट्याउँदाखेरि यहाँको यो मसी छ नि यसमा लतपतिन सक्छ है यसमा लतपतेपछि यहाँ पनि देखियो यहाँ पनि देखियो अनि यो भएपछि यो के हुन्छ दुई ठाउँमा तीन ठाउँमा देखिन्छ अनि तपाईँको यो मतपत्र फेरि बदर हुन्छ त्यो कारणले गर्दाखेरि यसरी मतपत्र तपाईँले छाप ठोकिसके पछाडि यसलाई कसरी छ उल्टै गरेर यसरी म देखाइदिन्छु यसरी यहाँ छाप हाल्नु र यहाँ दुईचोटि छाप हाल्ने यसरी पट्याउने अनि यो मसी यो खाली ठाउँमा लाए पनि केही फरक पर्दैन हेर्नुहोस् त यहाँ छाप हानेको छु मैले यसलाई यहाँ हान्यो अब यता त लतपतिँदैन नि होइन अनि यसो गऱ्यो यसो गरिसके पछाडि अब तपाईँको मत यहाँ ल्याएर हाल्ने बुझ्नुभयो कुरो बुझ्नुभयो ल सर अब करिब करिब भएको जस्तो छ जानिसक्यो त मेरो पर्यवेक्षक आउनुहुन्छ स्वास्थ्यको सहयोग छैन त्यो पनि भनिदिनु त्यही भएर एकदम इमानदारी साथ ल पर्यवेक्षकको रूपमा हाम्रो स्वास्थ्य चौकीबाट सुरेशनाथ प्याकर सर आउँदै हुनुहुन्छ एकछिन धैर्य गरौँ अनि एकछिन सोचौँ अझै पनि कुन चाहिँ उम्मेदवारलाई भोट दिँदाखेरि ठिक होला होइन गलत उम्मेदवारलाई भोट दियो भने फेरि भोलि कक्षामा मतदानको चाहिँ अन्त्यतिर आइसकेका छौँ होइन अब हाम्रो हेड सरकोमा जान्छु म नमस्कार सर के हुँदैछ यता भनिदिनुहोस् न छोटकरीमा यो हाम्रो कक्षा 9 को सामाजिक विषय अन्तर्गत हाम्रो विशेष शिक्षक टेकमान सरको यो एउटा कन्सेप्ट अवधारणा विद्यार्थीहरूलाई चाहिँ राजनीतिक रूपमा चाहिँ कसरी भोटिङ हुन्छ कुनै पनि सङ्घ संस्थाहरूमा नेतृत्व चयनका लागि अभ्यासिक प्रक्रियाका लागि आयोजना गरिएको यो नमुना भोटिङ कार्यक्रम हो हाम्रो यस मार्केटबाट गरेको संक्षेपमा यसबाट विद्यार्थीहरूले भोटिङ कसरी हुन्छ किन भोटिङ गर्नुपर्छ नेतृत्व चयन गर्ने प्रक्रियाहरू के हुन् यसले कस्तो किसिमको प्रभाव पार्दछ र यसमा को सहभागी हुन्छन् र यसको खास उद्देश्य के हो भन्ने कुरा विद्यार्थीहरूले यहाँ सिक्ने र पछि सामाजिक सङ्घ संस्थाहरूमा गइसकेपछि र राजनीतिक फिल्डमा गइसकेपछि उनीहरूले यो प्रकारको अभ्यास गर्न सहजता प्राप्त गर्ने उद्देश्यले चाहिँ यो गरिएको हो भन्ने लाग्छ। यसमा सम्पूर्ण जो साथीहरू हुनुहुन्छ त्यसको लागि म विद्यालयको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु र तपाईँ पत्रकार मित्रहरूलाई पनि मैले विशेष धन्यवाद दिन चाहन्छु। धन्यवाद। शुभकामना, सफल रहोस् यो कार्यक्रम।
अब सिर्जना मिसलाई पनि स्वागत गर्नु पर्यो नि हैन। नमस्कार। अनि कस्तो हुँदैछ निर्वाचन? आजको निर्वाचन कस्तो हुँदैछ? अनि कति जना उपस्थित हुनुभयो? 16 जना। सकिसक्नु भयो अहिले? मतदान हालेर सकिसक्नु भयो? ल कस्तो भयो? शुभकामना। सुरक्षा कर्मीको भूमिका कस्तो रह्यो तपाईँको भनिदिनुहोस्? कस्तो भइरहेछ? कसरी मतदान कार्यक्रम चाहिँ कसरी भइरहेछ भनिदिनु न। छोटकरीमा पमायो न रमाइलो छ? शुभकामना भव्यताका साथ सफल रहोस्। गणना त पब्लिकमा हुँदैन होला नि? गणना त पब्लिकमा हुन्छ? उम्मेदवारहरू आउनुहोस्। तिमीहरू कहाँ यहाँ सबै हेर्न आएको? सुरक्षाकर्मी पत्रकारले त गर्न मिलिहाल्छ नि। पत्रकारको क्यामेरा परिरहन्छ है। यहाँ फेरि भ्रष्टाचार हुन सक्छ। भ्रष्टाचार भएर उताको मतदान पनि यतापट्टि गरिदिनु होला फेरि होइन? उम्मेदवारको पक्षको नेताजीहरू पनि हुनुहुन्छ होला होइन? हुनुहुन्छ? चाहिँ हाम्रो मतदान सम्पन्न भइसकेको छ। अब चाहिँ गणना हुने कार्यक्रम भइरहेको छ। अब कसको जित होला त? 2 जनाको जित हुन्छ होइन? 3 जना उम्मेदवारमा रिदम बस्नेत, सम्झना तामाङ, स्मरण तामाङमा को चाहिँ होला त उम्मेदवार? हेर्दै गर्नु होला। म देखाउँदै जानेछु होइन त सर? सुरु भएको छ। ताली एकपटक। सुनाउ है मतदाताहरू, आजको अन्तिम नतिजा यस प्रकार छ। सबैजना सुन्ने। आजको यस निर्वाचनमा सहभागी उम्मेदवार मध्ये सिमरन तामाङले सहमत प्राप्त गर्न सफल भएको छ। त्यसैगरी सम्झना तामाङ 13 मत ल्याएर हृदय बस्नेतले 15 मत ल्याएर प्रथम यसमध्ये सर्वाधिक धेरै मत ल्याउने 2 जना हृदय बस्नेत र सम्झना तामाङलाई मनिटरको लागि विजय भएको घोषित गरिन्छ। खानाको लागि आयोजना गरिएको निर्वाचन कार्यक्रमको लागि मलाई सर्वप्रथम त आमन्त्रण गर्नुभएकोमा म सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। आजको यो निर्वाचन प्रक्रिया सोचे सम्झेर सान्दर्भिक भएको मैले अनुभव गरेको छु र आगामी दिनहरूमा पनि यस्तै किसिमले सञ्चालन हुनेछ भन्ने कुरा म विश्वास राख्छु। धन्यवाद। हेलो गाइस, यताबाट पनि वेलकम छ। हाम्रो चाहिँ मतदान कार्यक्रम सम्पन्न भइसकेको छ। कक्षा 9को भाइ बहिनीहरूको लागि चाहिँ पाठ्यक्रममा आधारित रहेर सोसल सब्जेक्टको
एउटा मतदान कार्यक्रम राखिएको थियो। त्यो कार्यक्रम चाहिँ सकिसकेको छ र भिडियो कस्तो लाग्यो, भिडियो हेरिदिनु भयो, अन्तिमसम्म हेरेर साथ दिनुभयो। थ्याङ्क यू सो मच, अल अफ यु फर वाचिङ भिडियो। अनि भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला। थ्याङ्क यू, बाई।